हेलो नमस्ते गुड मर्निङ सबैलाई आफ्टर लङ टाइम मेरो चाहिँ युट्युबमा भिडियो हाल्नु गइरहेको छु हो। त्यो पनि लामो त हाल्दिनँ, तर सर्ट भिडियो जस्तै हुन्छ, तर सर्टभन्दा पनि अलिअलि अपडेट चाहिँ दिन्छु। अहिले त मिठो वादमा बोल्नु छोडेपछि त कस्तो पो हुँदो रहेछ, बोल्नु पनि नआएको जस्तो हुँदो रहेछ हो। म चाहिँ उठेर हो, जस्ट उठेर चाहिँ चियाहरू पकाएर चाहिँ दिएर चाहिँ अन्त आप्पालाई पनि र आमालाई खाजा बनाएर चाहिँ यहाँ आप्पालाई चाहिँ छप्परमा घुमाउनु लिइरहेको छु हो। सो मेरो आप्पाको चाहिँ वकिङ चल्दैछ, बिचारा आप्पा यस्तो भएको छ हो। मेरो आप्पाको चाहिँ आजसँग कति भयो, 4 दिन चाहिँ भयो, 4 दिन भयो मेरो आप्पाको चाहिँ रेडिएसन चलेको चाहिँ। अन्त रेडिएसन चलेको 4 दिन भयो, अन्त एउटा किमो चाहिँ भइसक्यो। तर बहुत मुस्किल हुँदो रहेछ क्या यो फेस कटाउनु चाहिँ। अझै छ आज 4 दिन त जाँदैछ, अझै त छ कति 2-3 महिना त लाग्छ होला हो। म चाहिँ आप्पालाई यसो यहाँ पानी सकेर चाहिँ अब यहाँ पानी मोटरबाट चलाउँदै हेर्दै आप्पालाई पनि वक गर्नु जाउँ भनेर चाहिँ यहाँ 56मा वक गर्नु लिएको। यहाँ तलतिर त लानु सक्दिनँ, किनभने पुरा मैला हुँदो रहेछ यहाँ तलतिर त हो। अहिले चाहिँ मैला हुँदो रहेछ त, यस्तो सफा राख्नु पर्दछ। अनि त्यसैले चाहिँ 56मा एकछिन जाउँ न तर पनि वक गर्नु भनेर चाहिँ आप्पा चाहिँ पुरै घटिसकेको छ हो। मेरो चाहिँ अब के भन्ने यस्तै छ हो। आफ्टर द्याट मेरो चाहिँ अब दुईजनाकै ट्रिटमेन्ट चल्छ, आप्पाको चाहिँ चलिसकेको छ, आमाको चाहिँ अब बाई मन्डे या ट्युसडे चाहिँ हुन्छ होला।